सदनमा बोलेका सुनेनन् प्रिय साथीहरू, सदनभित्र बोलेका सुनेनन्। आज कर्नाटकबाट, बेङ्गलोरबाट हाम्रो आन्दोलन जारी छ। हाम्रो आन्दोलन जारी छ। मानव पसल बन्द गर। मानव पसल बन्द गर। गृहमन्त्री राजीवले। गृहमन्त्री राजीवले। उच्चस्तरीय छानबिन समिति गठन गर। उच्चस्तरीय छानबिन समिति गठन गर। प्रिय साथीहरू, यही नारा आज सदनमा लागेको छ। यही नारा आज सदनमा लागेको छ। मेरा अनन्य मित्र माननीय जीवहरूलाई नमस्कार गर्न चाहन्छु। सदनभित्रको आजसम्मको 36 दिनको आन्दोलन हामीले उठाएको मुद्दामा अवराधको साथमा पार्टीका माननीय जीवहरूलाई आज यस मञ्चबाट सम्झन चाहन्छु, कृतज्ञता व्यक्त गर्न चाहन्छु। प्रिय साथीहरू, देश जागेको छ। युवा जागेको छ। देश जागेको छ। युवा जागेको छ। भारत जागेको छ। कर्नाटक जागेको छ। छोरीहरू जागेका छैनन्। छोरीहरू जागेका छैनन्। अब जगाउनु हो 84 मा। प्रिय साथीहरू, आज कर्नाटक आइपुग्दा यहाँ सुदूरपश्चिमका युवा साथीहरू पसिना बगाउन नपाएर बाजुमा भैरवनी, बजार, हरियाली, कञ्चनपुर, भैरवनीका साथीहरू पाँच पटकसम्म प्रधानमन्त्री भएको सुदूरपश्चिमको पाखुरा बजारी ठाउँ देशको छैन। पसिना चढाउने ठाउँ देशको छैन। यति युवाहरू आज कर्नाटकमा 10-12 लाख हिँड्दा छन् भन्न चाहता। आज यो युवा पलायनको भयावह स्थिति कसले बनायो? मैले साथीहरू आज तपाईँले सुनाएको छु, धेरै गरेर सुन्नु होला। आज वर्षौँ भयो दसैँ परिवारसँग सँगै मनाएको। आज वर्षौँ भयो त्यो हाम्रो गाउँको घर नपुगेको। आज हाम्रा बच्चाहरूलाई स्कुल भर्ना गरेर लैजान नपाएको हामीले छ। हाम्रो परिवार विक्षिप्त बनेको छ। आज मुक्ति बजाउन, पसिना बगाउन, यसरी प्रवासमा आउन पर्ने बनाउनेहरूलाई नि भक्ति बनाउने हो। जागेको कर्णाली, जागेको सुदूरपश्चिम, जागेको कर्णाली, जागेको सुदूरपश्चिम आज कर्नाटकमा देखिएको छ। झोला पिसाउन नसक्नेहरूलाई जसले झोला पिसाउन सकेका छैनन् र म झोले भन्दैछन्। देश हेर्न, सुदूरपश्चिम हेर्न, कर्णाली हेर्न, कर्नाटक आउनु छोड्न। युवाको भावना सुन्न, युवाको आवाज राख्नु सुन्न। प्रवास आउनु, कर्नाटक आउनु, कर्णाली हेर्न, कर्नाटक आउनु। प्रिय साथीहरू, यो मिरिचमा हामीमाथि प्रतिशोध साँच्यो। हाम्रा पार्टी सभापतिमाथि प्रतिशोध साँच्यो। आज भैरवले फिल्मको छानबिन
त्यो गर्मीमा त्यसरी अत्याचार गरेर राखिएको म सोध्न चाहन्छु यथास्थितिवादीहरूलाई विचार जेलमा राखेर बन्द हुँदैन रविन्द्रसँगको विचार जेलमा राखेर बन्दैन रोजगारको अन्त्य हुने दिन आउँदैछ त्यो अन्त्य हुने दिन राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याउँछ आउँछ साथीहरू आज नेता बन्न आएका छैनौँ सेवक बन्न आएका छौँ आज बिहान हिँडेका अरूका साथीहरूसँग अन्तर्क्रिया गरौँ आज हिँडेका अरूका साथीहरूसँग आज अन्तर्क्रिया गर्दै गर्दा तपाईले भोग्न परेको पीडा तपाईले भोग्न परेको दुःख तपाईले भोग्न परेको दुःख सम्झेर यो मन र पेटमा तेजाब हालिदिएको जस्तो यो तपाईँको दुःख र पीडालाई आक्रोशकारी भावहरू सडक खुले पश्चात सडक खुले बत्ती घटाइने एउटा आउँदैछ चल्दैन तपाईँका मनका भावनाहरू यहाँका समस्याहरू सदनमा पक्कै उठाउँछ हामीले तपाईँले एकछिन सम्झाउनु होला म केही महत्त्वपूर्ण बोलाउँदैछु त्यो महत्त्वपूर्ण सुनेर राख्ने म तपाईँलाई संवेदना गर्न चाहन्छु तपाईँले भारतमा प्रवासमा यसै गरी सङ्गठित हुँदै जानुहोस् पार्टीका अभियानमा यस्तै खालको सशक्त उपस्थितिहरू देखाउँदै जानुहोस् देशभित्र भएको छोडेहरूलाई लाज हुन्छ झोलासँग प्राप्त हुन्छ यसै गरी राख्दै जानुहोस् प्रिय साथीहरू 84 छ महत्त्वपूर्ण यो ध्यान दिएर सुन्नु होला आज बेङ्गलोरमा जम्मा सुदूरपश्चिम र कर्णालीका मात्रै यो सहरमा मात्रै 12 लाख युवा साथीहरू हुनुहुन्छ 12 लाख यो 12 लाख सकेसम्म भ्याएसम्म यो 2 वर्षहरू घर नलाइकन 84 मा सुदूरपश्चिम र कर्णाली जाने हो तपाईले मलाई सदनमा सुन्नु भएको छ सर हेलो हामी तपाईले लिएर गएको छ तपाई हेलो
उम्मेदवार बनाएको छ। अन्तिममा प्रिय साथीहरूलाई एउटा अपील गर्न चाहन्छु। मतदाता परिचय पत्र अध्यावधिक गर्नुहोला, बनाउनुहोला। नयाँ साथीहरूले नयाँ साथीहरूलाई सिकाउनु होला। त्यो अभियान गाउँ गाउँमा पुर्याउनु होला। नेपालको राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीको हो। यो देश बनाउने जिम्मा युवाको काममा आएको हो। 84का लागि तयार गर्ने हो। 84मा घन्टी बजाउने हो। राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद, राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद, राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद। रवि दाइ हाय हाय, रवि दाइ हाय हाय, रवि दाइ हाय हाय। सबैको जय होस्, सबैको जय होस्, सबैको जय होस्। सबैको जय होस्।